सो आजको मिनी भ्लग चाहिँ म र साथी चाहिँ बस पार्कतिर घुम्नलाई निस्किएको। टक्क यहाँबाट चाहिँ म र साथी टक्क बाइक लिओरी निस्किएको। सो यहाँ चाहिँ कतिजनालाई थाहा छ होला, यो चाहिँ गोलचोक भनेर चिनिन्छ होइन। अनि गोलचोकबाट हामी जस्तै यता टर्निङ लियौँ अनि यता बस पार्कतिर निस्किनुलाई। अनि अगाडि जाँदा जाँदा मस्त भ्यू आइरहेको थियो क्या अगाडिमा, त्यहाँ दामी हेरिरहेको थियो। अलिक बेलुका पर्दाखेरि त्यहाँ दामी हेरिन्छ क्या। अनि बस पार्क पनि हामी पुग्यौँ दुईजना साथी। अनि बस पार्कमा खासै त्यति हामीलाई राम्रो लागेन क्या, मान्छेहरू त्यति थिएन। अनि हामीले फोटो हान्यौँ र त्यहाँबाट पनि निस्किहाल्यौँ होइन। त्यहाँबाट निस्क्यौँ अनि यहाँ चाहिँ मकै क्या दामी लगाएको रहेछ, पुरै हरियाली छ। यहाँदेखि कहाँसम्म पुरै मकै नै मकै थियो क्या। अनि मकै नै मकै थियो। अनि हामीहरू यहाँबाट पनि निस्क्यौँ अनि शहीद गेट पुग्यौँ। शहीद गेट पुगिसकेपछि मलाई थोरै काम थियो शहीद गेटतिर होइन। के काम त हिजो तपाईँले हेर्नुभएको थियो, मैले केरा पनि लिएको थिएँ। एक केरा लिएको थियौँ अनि शहीद गेटबाट पनि हामी निस्क्यौँ होइन। अनि थोरै यता फर्काएको थियौँ कस्तो लागिरहेको छु भनेर टक्क यसो हेरेको। अनि यस्तो हेर्दा हेर्दा चाहिँ हामी यिनीहरूको पार्क पनि पुग्यौँ, छोटो पार्क। सो त्यो पार्कबाट कटिवरी हामी टक्क अगाडि गइरहेको बेला अनि 3-4 मामा निस्केको अगाडिबाट। अनि मामाहरू त रोक्दैनन् तपाईँले त, हामी त पुरै टक्क निस्किहाल्यौँ त्यहाँबाट। सो मामाहरू त हेर्दै थियो यसरी। अनि हामी यहाँ अगाडि पुगेपछि एउटा मन्दिर थियो त्यहाँबाट। सो मन्दिर पनि कट्यौँ। अनि हाम्रो चाहिँ यहाँको सीता र रामको मन्दिर छ क्या अगाडि। सो त्यो मन्दिर चाहिँ यहाँबाट क्या बबाल हेरिराखेको छ क्या। सो गाइज, सो हाम्रो मिनी भ्लग चाहिँ कस्तो लाग्यो सो भनिदिनु होला।